बबुको बर्थडेको रेडी हुँदैछ दिदीले रेडी गरिरहेछ हजुर Happy birthday to you Happy birthday to you Happy birthday to you ममले मामालाई के अरे बबुलाई खुवाउने ल खुवाउनु पर्यो अनि अनि खोइ देखाउनु अचार हालिरहेछ सबैको लागि अचार मासु बबुको बर्थडेको रेडी हुँदैछ दिदीले रेडी गरिरहेछ हजुर स्वस्तिका कस्तो भइरहेछ सोइता बाजेको बर्थडे कस्तो भइरहेछ यता हेर न यता हेर उनीहरूलाई त थाहा थिएन बाजेको बर्थडे हो भनेर तर बबुले पाल्नु पर्ने हो Happy birthday to you. काटे भइहाल्यो नि अहिले ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर बबु ह्याप्पी बर्थडे टु यु रे कसलाई खुवाउने ममलाई होइन ममले ममलाई खुवाउने
ममले मामालाई के अरे बबुलाई खुवाउने ल खुवाउनु पर्यो ए झरे ए ये अब दिदीको पालो होइन दिदीको पालो अब ल ल ल खाता 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 ओ बाबु ल ल सानो सानो त ऊ ह्याप्पी बर्थडे खायो खायो बस ठुली ठुली काट्नु त के म हालिदिन्छु नि भिडियो हालेर एकछिन भागै छैन ग्रुप फोटोले एकछिन केक काट्दैछ बबुले भएको छैन नि नगर्नु आमाले के भन्नु चाहन्छौ अब चाहिँ भन्न चाहदैन तर खानु खानु दिदी टन्न केक छ ये दिदी यो चाहिँ मैले ल दिदा ल ल दिदीले अनि अनि खोइ देखाउनु वाउ धन्यवाद यतिमै सक्यो मम तपाईँको लागि सिलेरी भएको छ यहाँनिर मासु कत्ताले पाकेको छ बबुको बर्थडेमा टक्क लगाएर दिदीले पकाएको छ खाना पाकिरहेको छ यहाँ अचार रेडी भएको छ
यस्तो छ बर्थडे स्पेसल। मामा हेर्नु त यो ग्यास किन यस्तो सकिएको हो ग्यास सकिन आँटेको रहेछ ल। अचार हालिरहेको छ सबैको लागि। अचार, मासु टक्क लगाएर सानो पार्टी, बर्थडे सानो। हाम्रो चाहिँ स्मल पार्टी, फ्यामिली पार्टी। टक्क यहाँ मिठो तरिकाले सबैलाई रेडी भएको छ है। मेरो हजुर मेरो चाहिँ भोलि अफिस छ कि खानु न। सिटै लाग्दैछ। दिदी मामाको बर्थडेमा के भन्नु चाहनुहुन्छ भन्नु त टक्क लगाएर छोटोमा आउँदैन ल नि त ल आउँदैन ल ठिकै छ। अनि त्यति नै नि। ममको त छोराको बर्थडे होइन? कस्तो भयो त छोराको बर्थडे? ए त्यति भयो भइहाल्यो नि। राम्रो भयो।